हेलो एन्ड नमस्ते सबैजनालाई। होप यु गाइज आर फाइन। र म पनि सन्चै आएर छु र म त भर्खरै उठेर फ्रेस भएर बसिरहेको छु। अनि अहिलेको चाहिँ बेलुकाको 3 बजिरहेछ भनौँ कि दिउँसोको 3 बजिरहेछ भनौँ होइन, मलाई पनि आइडिया भएन। र आजको मौसम भनेको चाहिँ दामी रहेछ। सो म चाहिँ आज यसो हिँड्डुल गर्नको लागि बाहिर जाउँ भन्ने सोचिरहेको छु। र आज म धेरै पछि भ्लग गर्दैछु है। अलमोस्ट 2-2.5 वर्षभन्दा धेरै भइसक्यो मैले भ्लग नगरेको र आज म गर्दैछु। र त्यो सँगसँगै मेरो च्यानलमा मेरो नाम छुट्टै थियो र अहिले चाहिँ मैले इगल ब्रो भनेर नयाँ राखेको छु होइन। र थोरै भए पनि भ्लग कन्टिन्यू गर्नु पर्यो भनेर सोच गरेको। लेट्स सी। ओके, चिया पाकेको छ मेरो। यो चाहिँ इलामको चिया हो होइन, तर अलिकति यहाँको दुध कडा भएर अलिक कलर चाहिँ आउँदैन। ल साथीहरू, यो चाहिँ इलामको अकबरी खोर्सानी हो। यति मिठो छ नि होइन, माउले मलाई पठाउनु भएको नेपालदेखि। र यो चाहिँ अलिक ढुडी आइरहेको छ, अलिक घाम नलागेको भएर मैले सुकाएको छैन, सुकाउनु भ्याएको पनि छैन। र यो भयो इलामको चिया। खाना चाहिँ मिठो छ जोस् होइन। र मेरो चाहिँ किचन एटेच छैन, जस्ट रुममा अब सामान भयो, जस्तो यो फ्रिज भयो होइन, अनि राइस कुकर, यो फ्यान। अहिले चाहिँ जापानमा गोल्डन विक चलिरहेछ, सबैजनाको घुम्ने रमाउने रिफ्रेस हुने टाइम हो अहिले चाहिँ जापानमा। सायद आजदेखि सकिन्छ होला त्यो पनि। र म हिजो गएको थिएँ साथीहरूसँग घुम्नलाई, र आज चाहिँ म एक्लै नै छु है। म आज एक्लै नै बाहिर सानो भ्लग गर्दै निस्किने सोच गरेको छु। र त्यो कस्तो लाग्छ तपाईँहरूले हेरिदिनु होला होइन। आजको मौसम हेर्नु लगाए, ओहो दामी, ठ्याक्कै ट्रेन पनि आइरहेको रहेछ। सरी, सो या यु क्यान सी द भ्यू है, मिठो देखिरहेछ। र घाम लागेको समयमा चाहिँ यता पर चाहिँ यो के भन्छ सिजुकाको फुजिसान देख्छ होइन, जो दामी देख्छ घाम लाग्दाखेरि चाहिँ। र अहिले चाहिँ म ठ्याक्कै मेरो रुमदेखि बाहिरको भ्यू खिचिरहेको छु र ट्रेन कुदिरहेको छ। यो ट्रेन चाहिँ जाने हो ठिक्कै अब कस्तो भन्दाखेरि यो कहाँ जान्छ यो ट्रेन चाहिँ। अनि या म बस्ने बिल्डिङ चाहिँ यो है, यति अल्गो छ है। म चाहिँ 4th फ्लोरमा बस्ने हो। अनि यस्तै छ, सिङ्गल बस्छु रुममा होइन। सिनम साग्ला पनि छ है 2टा, यतिकै राखिरहेको छु। यो चाहिँ मैले उज्यालो धेरै भएर म सुत्ने टाइम चाहिँ बिहानको 3 देखि 4 बजी हो नि त, कामदेखि आएर। अनि यहाँदेखि उज्यालो धेरै छिरेर मैले मेरो सर्टै खाँदिएको छु यहाँभित्र होइन। अनि या फुल पनि छ है मसँग यो रुममा, चिटिक्क परेको। पछाडि ब्याकग्राउन्ड देखिरहेको रहेछ, सरी फर द्याट। र अब चाहिँ म सायद निस्किन्छु होला। र आजको मेरो आउटफिट चाहिँ यस्तो छ है, सर्ट ग्रिन भेस्ट, ब्ल्याक ज्याकेट। थोरै बाहिर जाडो छ आज, घाम लागेको छैन, हावा चलिरहेछ, 3 हुन लागेको छ होइन। म अब निस्किन्छु। यस, जुत्ता लिएर जाने हो। Let's go. जुत्ता नजुत्ता है, त्यही भएर मैले बोकिरहेको छु जुत्ता चाहिँ। ल साथीहरू, म चाहिँ अहिले बाहिर निस्किसकेँ होइन। मेरो स्टेसन चाहिँ यदेखि थोरै अगाडि मात्रै हो। म जाने चाहिँ स्टेसनभन्दा राइटपट्टि हो। राइटपट्टि समथिङ हिँड्दै जाँदाखेरि अलमोस्ट 20 मिनट हिँड्नुपर्छ होला। म ल सुरुमा चाहिँ म म्याक जान्छु। म्याकडोनल्ड्स पनि लिइसकेको छ, मैले त्यहाँ गएर खाने विचार गरेँ। ल साथीहरू, मेरो स्टेसनभित्र चाहिँ यस्तो छ है। अहिले चाहिँ हामी रातो बत्ती भएको कारणले पर्खिरहेछौँ। अब हरियो बोल्यो, अब हामी जानेवाला छौँ है। सो यहाँ चाहिँ सबैजना साइकल है, एकदम भित्रसम्म साइकल, किनभने गाडीको पार्किङ चाहिँ गाउनुपर्छ। र यहाँ चाहिँ बच्चादेखि लिएर होइन, बुढाबुढीसम्मले पनि साइकल चढ्ने गर्छन्। र यो चाहिँ कस्तो भन्ने, अब यहाँको चाहिँ कल्चर नै भयो क्या साइकल नहिँड्ने भन्ने चाहिँ। कति राम्रो छ यहाँ। र अगाडि चाहिँ ट्रेन आउने भएर रातो बोलिरहेको छ होइन, सायद ट्रेन आउँदै होला। के अब खोल्यो है, जब खुल्छ अनि मात्रै जाने हो, सेफ्टी फर्स्ट। सो मैले भने साइकल कल्चर यहाँ भनेको थिएँ नि, साइकलै मात्रै हो क्या यहाँ, साइकलै मात्र। सबैले साइकल युज गर्छ, कार एकदमै थोरै हो यो एरियामा। अब ट्रेनको सुविधा छ भने ट्रेन चढ्छ नि मान्छेहरूले, कार चढ्दैन।
र अलिकति गाउँठाउँ भयो भने चाहिँ प्रायः सबैले प्रत्येक घरमा एक घर एक कार हुन्छ होइन। र आजको मौसम क्या चिल छ, वाउ शीतल छ कि। म्याक अनि के भन्छ आज चाहिँ स्प्राइट खानु मन लागेर म्याकदेखि मैले स्प्राइट ल्याएको छु, किनकि जापानमा स्प्राइट पाउँदैन। मैले स्प्राइट विथ आइस क्युब हालेर राखेको छु। सो यस्तो देखिरहेको छ मलाई अहिले। कहीँ पनि यसो लाइट बलिरहेछ भने रोक्नु परिहाल्यो होइन, रेड लाइटमा यसरी कारहरू आइरहेको हुन्छ। र आफूलाई छिटो जान मन पऱ्यो भने यसरी एउटा बटन हुन्छ, ट्याक्क थिचिदिने, माथि कुता साई लेखिरहेको छ भनेको चाहिँ पर्खिनुहोस् लेखेको हो। र हरियो बत्ती बोलेपछि गाडी हेर्ने चल्दिने। ए ल साथीभाइहरू है, म आइसकेको छु र मेरो अगाडि यस्तो दामी भ्यू छ होइन। म अनि रिफ्रेस भइरहेको छु कि, म एक्लै छु, मलाई कोही चाहिँदैन पनि। र त्यहाँनिर भाइहरूले होइन मिठोसँगले स्केयर बोर्ड खेलिरहेको छ मिठो। त्यो दुईजना भाइहरू नेपाली रहेछ, भर्खरै यहाँ कुरा भइरहेको थियो मसँग। वाउ कस्तो दामी के फ्रेस भइदियो क्या, सबैजना खेलिरहेको छ बसिरहेको छ होइन। मेरो यो बडापाउ सिलाइसक्यो र अब चाहिँ म परको यो बिल्डिङ देखेको ठाउँमा गएर बसेर खानेछु। जाँदैछु म पर गएर, अलि राम्रो ठाउँ थियो क्या हिजो त्यहाँ म गएको थिएँ। अनि हिजो त मैले भ्लग गरेन नि त, अनि आज चाहिँ मैले धेरै पछि बनाउने सोच गरेर बनाउँदैछु। स्टोनै हाल्दैन रहेछ कि, मौसम चाहिँ आनन्दको छ है। क्या रिफ्रेस भएर चाहिँ म क्या रिफ्रेस भइरहेको छु होइन। अनि हिजो पनि म यही ठाउँमा आएको थिएँ। हिजो आउँदाखेरि कस्तो भएको थियो नि, भाइले माछा मार्ने दाइ अनि के भन्छ एकचोटि माछा मार्नको लागि ठाउँ हेरौँ कसरी मार्दछ मान्छेहरूले, पाइन्छ पाइँदैन भनेर, तर माछा मार्नु पाइँदो रहेछ होइन। अनि साथी भाइसँग तिनजना थियो हामी जो। तर आज साथी काम छ, भाइको पनि काम छ काम भएको भएर चाहिँ आज चाहिँ मेरो छुट्टी थियो क्या, मेरो एकमा छुट्टी थियो हिजो र आज। अनि आज म फेरि यही ठाउँमा, मलाई यो ब्याकग्राउन्ड यो फुलहरू यहाँनिर इन्भाइरोमेन्ट यस्तो राम्रो लाग्यो होइन। म अगाडि पनि आएको थिएँ तर म नाइटमा आएको थिएँ कि, मतलब नाइटमा माथि यसो वकिङको लागि आएको थिएँ। म डे टाइममा चाहिँ आएको थिइनँ, तर अहिलेको यो मौसम प्लस यो इन्भाइरोमेन्टले चाहिँ यस्तो मन छुयो होइन। आई एम भेरी ह्याप्पी फर इट। अनि त्यही भएर म हिजो आएको थिएँ, आज पनि आएँ। अब नेक्स्ट मेरो होलिडे हुन्छ फेरि आउँछु। र नेक्स्ट टाइम चाहिँ म सायद पक्कै ग्रुपमा आउनु सक्छु होइन। अरू छ सरी हावाले आयो नि डकडा भन्छ। मैले भर्खरै म्याक खाइसक्नु लागिसक्यो। मलाई एक्स्ट्रा नै दिएन छ कि म्याकले। बर ट्रेन कुद्दैछ यहाँ पुरै, यो ट्रेन कुद्दैछ होइन। म अघि आएको बाटो यताको अरूतिरबाट त्यही ट्रेनहरू कुद्ने हो। यो जिआर लाइनको ट्रेनहरू छेउमा चाहिँ भाइहरू फुटबल पनि खेलिरहेको रहेछ। कसले साथी खोज्ने, कोही छैन साथी, आफै साथी हो। आफै भिडियो खिच्ने बस्ने, खाइसक्नु लाग्यो होइन। खान्छु अहिले त साइडमा माछा मार्दै रहेछ, त्यो माछा मारेर जान्छु। अनि अब बेलुका भइसक्यो, भोलि काम छ 3 बजीदेखि, खानाहरू पकाउनु पऱ्यो होइन। खाना खान्छु, भोलिको लागि खाजा के पकाउने के लाने भनेर ठिक पार्नुपर्छ। यस्तै छ हौ विदेशको लाइफ। छुट्टी छ सकिहाल्छ, फेरि काममा जा, आइज, खाना खा, सुत, उठ, फेरि खाना खा, ट्रेन चढ, काम गइहाल, काम गर फेरि आइज, भात खा, सुत। त्यस्तै छ विदेश लाइफ, केही छैन अरू। त्यो मन्थली बेसिसमा पैसा आउँछ भन्ने मात्रै हो। त्यो पनि कहाँ खर्च हुन्छ, सेभिङ नै हुँदैन। गाह्रो छ हौ, गाह्रो छ। सजिलो त कहाँ नै छ र, सजिलो त नेपालमा पनि छैन। अब चाहिँ म
निस्किन्छु है हल्का पानी छिटाउनु थाल्यो अब पानी पऱ्यो भने त फेरि साँच्चै पानी पुरै छिटाउनु थालिसक्यो भिज्छु नि त यहाँ त अब रुखहरूले पनि खेल्योला छैन यहाँको पानी त एकदमै हावासँग आउँछ पानी आएपछि अघि भरे राति पो पानी देख्दै थिएँ मैले त अहिले नै पानी छिटाउनु थालिसक्यो कि गाह्रो बनाउनु भन्दा गाईहरू यार मलाई त अब जम कुकुरलाई एकदमै माया गर्छ कि जापानिजहरूले यहाँ हेर्नु त ल कुकुरै कुकुर ल है म चाहिँ अब फेरि गएर बसेको थिएँ फर्किँदैछु र अब पानी छिटाउनु थाल्यो कि मेरो कुरा चाहिँ आकाश पनि कालो हुन थाल्यो र अँध्यारो पनि हुन लाग्यो नि त अब 6 बजी लागिसक्यो 2 घन्टा जस्तै बसेछु म यहाँनिर ल साथीहरू अब म चाहिँ आजको यस्तै छोटो मिठो भिडियो या त के भन्ने भ्लग भन्ने के भन्ने हो होइन यतै सघाउनु पऱ्यो किनभने अब पानी पनि लाग्यो मेरो मोबाइलको ब्याट्री पनि सकिनु लागिसक्यो अब पानी परेन स्योर म भिज्ने भयो किनकि पानी थिएन वेदर हेर्दाखेरि मैले हेर्दाखेरि तर अहिले एक्कासी हावासँग अलिअलि पानी छिर्न थालेको छ अब यहाँ एकछिन यहाँ बस्छु होला त्यसरी चाहिँ म फर्किन्छु वेदर क्या पछाडि हेर्न सक्नुहुन्छ वेदर क्या ब्ल्याक भइसकेको छ होइन उतातिर यसो जाउँ त यता फेरि खोला छ माछा मार्ने ठाउँ सो यस गाइज इगल ब्रो भनेर चिन्नु होला अब चाहिँ मेरो युट्युब च्यानलको नामलाई होइन मैले अगाडिको नाम चेन्ज गरिसकेको छु अगाडिको नाम अलिकति आफ्नो नाम भयो नि त पक्कै पनि फेरि नयाँ भिडियो लिएर आउनेछु सो त्यसको लागि चाहिँ सियु टेक केयर बाई बाई भन्न चाहन्छु होइन बाई बाई मेरो हातमा अझै स्प्राइट छ मैले खान सकेन चिसो ओके सियु टेक केयर बाई बाई